हेलो साथीभाइ, आशा छ तपाईँहरू सम्पूर्ण सन्चै हुनुहुन्छ। र आज चाहिँ म जापानमा ड्राइभिङ लाइसेन्स क्लासको लागि अर्कै सिटीमा शिफ्ट हुँदैछु। अनि मैले चाहिँ यहाँ केही कपडाहरू प्याक गरिरहेको छु। जापानमा नर्मल क्लास चाहिँ खासमा 6 महिनाको हो, तर मैले चाहिँ 2 हप्तामा स्पेसल क्लास लिएर चाहिँ निकाल्न लागेको छु। ल यति भन्दै अब चाहिँ म चाहिँ निस्किन लागेको छु। बाहिर एकदमै चिसो छ मौसम। र मैले क्लास लिन जान लागेको ठाउँ चाहिँ सिजोका केन हो। र कसैलाई त्यो चाहिँ नि अब मैले लिँदै गरेको ड्राइभिङ स्कुलको चाहिँ सम्पर्क चाहिएमा मलाई खबर गर्नुहोला, डिएम गर्न सक्नुहुन्छ है त। र बिहानै मलाई चाहिँ लास्टै बबालै भोक लागेर म चाहिँ यहाँ 7-11 छिर्न लागिरहेको छु। ल अब खाजा पनि किनियो, अब कफी खानु पर्यो। मेरो चाहिँ यो चिसो मौसममा चाहिँ कफी खाने बानी छ। पहिला नेपालमा चाहिँ अब ट्रेकिङ गरेकोले गर्दा पनि होला है, अलिकति चिसो मौसममा चाहिँ कफी एकदम रुचाउँछ। अनि जापानको यो कन्भिनियन्स स्टोरहरूमा चाहिँ सेल्फ सर्भिसहरू हुन्छन्। अनि यसरी चाहिँ अब आफैले नै अब कफीको साइजहरू गरेर चाहिँ बनाउनु पर्ने हुन्छ है। र यो कफी बनाउँदा चाहिने सामानहरू पनि साइडमा राखेको हुन्छ, जस्तै कि अब चिनी, दुधहरू भयो होइन, घोल्ने सामानहरू, अनि बिर्को लगायतका कुराहरू चाहिँ त्यहाँ पाइने छ। र म चाहिँ बिहानै फेरि टक्क किनेको कफी घाम ताप्दै चट्ट लाएर खाँदैछु। र बिहानै भोक लागेकोले म चाहिँ फेरि अमेरिकन हटडग चट्टै खान लागिरहेको छु। र चिया र खाजा खाइसके पछाडि फाइनल्ली म मेरो ट्रेन स्टेसनमा पुगेँ र अब म ट्रेन चढ्न लागेको छु। र उता एकजना मेरो दाइले कुर्दै हुनुहुन्छ र उहाँसँग सँगै जानुपर्ने छ। ट्रेन चेन्ज गर्ने ठाउँमा वाक्कै लाएर ट्रेन पर्खिँदा यो लोकल ट्रेन पाउन गाह्रो। र फाइनल्ली मेरो दाइसँग पनि भेट भयो र अब हामी चाहिँ यहाँबाट स्कुलको गाडी चाहिँ लिन आउँछ भन्ने सल्लाह थिएको, तर दाजुभाइको यसो सरसल्लाह हुँदाखेरि हिँडेरै गइदिउँ भन्ने खालको अब कुराकानी आयो र हामी हिँडेर लगभग 1 घन्टाको बाटो देखाइरहेको थियो म्यापमा चाहिँ। अब हामी पनि फेरि हाइकिङ लभर मान्छे होइन, अनि यो समुद्रको चाहिँ नि अब यो प्राकृतिक सौन्दर्यतालाई निकाल्दै हिँडिदिउँ न त भन्ने सरसल्लाह भएर हामी हिँड्ने आँट गऱ्यौँ। अनि 2 हप्ताको कोर्समा किन यति थोरै सामान भनेर भन्नुहुन्छ होला। हामीले चाहिँ होइन 12 दिनको क्लास चाहिँ अगाडि नै कम्प्लिट गरिसकेका थियौँ। अनि बिचमा न्यू इयरको 1 हप्ता बिदा भएकोले गर्दाखेरि 12 + 3 15 दिनको कोर्स चाहिँ हामीले अब कम्प्लिट गर्नको लागि बाँकी 3 दिनको कोर्सको लागि हामी जाँदैछौँ। त्यही भएर हाम्रो सामान कम छ र दाजुभाइको मिठो गफले 1 घन्टा हिँडेको चालै पाइएन। र यति भन्दै आजको यो छोटो भिडियो एउटा मिनी ब्लग भनौँ है, यही टुङ्गाउन चाहन्छु। धन्यवाद।